ल म चाहिँ यहाँ घुम्दै आएको थिएँ तर त्यहाँ तल परपट्टि बाँसुरी बजाएको सुने कि एकदमै राम्रो धुन बजिरहेको छ। म यहाँ चाहिँ टक्कै मोटरसाइकल रोकेर अब चाहिँ त्यहाँ गएर देखाउँछु है त कस्तो के रहेछ को रहेछ बाँसुरी धुन म गएर देखाउँछु है त। हेर्दै गर्नु है। यस्तो यो जङ्गलको बिच छ कि यो जङ्गलको बिचमा ठाउँमा यसरी एक्लै बसेर चौतारा यहाँ यसरी मन्दिर छ यस्तोमा बसेर बाँसुरी बजाइरहनु भएको छ कि भाइ नै होला एकजना भाइ नै मिलाएर देखाउँछ है त। हेर्दै गर्नु होला के कस्तो म देखाउँछु सुनाउँछु है तपाईँहरूलाई। यो चौताराको उतापट्टि चौताराको ठ्याक्कै उतापट्टि छ क्या त भाइ हेर्नु है म देखाउँछु है त। ल यस्तो मिठो धुन हेर्नु त वरपर जङ्गल छ यो जङ्गलको बिचमा बसेर यसरी गयो कि त ल यसरी धुन सुनिरहेको छ यस्तो मिठो धुन। ल नमस्कार नमस्कार के छ खबर? हजुर ठिक छ दाइ। ल तपाईँ यो जङ्गलको बिचमा बसेर चट्ट धुन दिइरहनु भएको छ है हजुर असाध्यै मन पर्यो। ल तपाईँको धुनहरू सुन्न पर्यो है। ल एकैछिन ल साह्रै मिठो धुन है यहाँ बाँसुरी बजाउने टक्क यहाँ आएको यहाँ फेला पारेँ मैले एकजना भाइलाई। अहिले मलाई त असाध्यै मन पर्यो तपाईँहरूलाई के कस्तो लाग्छ है कमेन्टमा लेख्नु होला र तपाईँहरूलाई धुन सुनाउनु जाँदैछु है त। ल फेरि जाओस् ल एउटा ल ल सम्पूर्ण नमस्कार। म धनबहादुर विक म चाहिँ यसो यता बाँसुरी बजाउँदै बसेको थिएँ दाइले आएर ल भाइ कस्तो छ भनेर म पनि सुनाउन भनेर यसो सुनाउँदैछु सुनेर कस्तो हुन्छ प्रतिक्रिया दिनु होला भन्न चाहन्छु है त। म सुरु गर्छु है त। ल राम्रो असाध्यै राम्रो है एकदमै ठिक लाग्यो एकदमै राम्रो। कस्तो लाग्यो तपाईँहरूलाई? मलाई त असाध्यै मन पर्यो र यसरी सुन्दै जाउँ है त। बसेरै सुन्नु पर्यो ल बसेरै सुन्नु पर्यो ल चट्ट लाएर ल फेरि जाओस् एउटा कुनै मनपर्ने भाकामा लमजुङकै सम्बन्धी त्यो लमजुङ के भन्छ गाउँ सहरमा लमजुङ दरबार भन्ने उसमै भन्छ है त हाम्रो लमजुङको उसमा। ल सुनौँ ल।
त्यही त अनि कति भयो तपाईँले यो सुरु गर्नुभएको बच्चैबाट बजाउनु हुन्छ बजाउनु त हजुर बच्चाबाटै बजा हो अब यस्तै यस्तै हो अब स्केलको बाँसुरी पनि थिएन अहिले 3टा चाहिँ छ अब अरू नि किन्ने प्रयास गर्दैछु 3टा बाँसुरी चाहिँ बनाउनु भएको 3टा चाहिँ छ भनेपछि बच्चैबाटै हजुर सोकिङ चाहिँ भनौँ न गीत गाउने अनि अलिअलि अब सुन्दरबर मौसम पनि गाएँ बेसर पनि अब गाएँ सबैले ठिकै छ भनिदिनु भयो त्यही भएर झन् खुसी लाग्छ त्यसो भने अब एउटा गीत सुनौँ त्यसो भने ल हजुर तपाईँको अब स्वर परीक्षा गर्नु हुन्छ नि त बाँसुरी सुन्ने हो अब ल म कुन चाहिँ कपाल गरेर हुन्छ है त ल देउना सानो पासपोर्ट झोला 2-4 वर्ष अब भेट नहोला कपाल कोरेर कसरी जाने हो मायालाई छोडेर पासपोर्ट झोला 2-4 वर्ष अब भेट नहोला कपाल कोरेर स्वर पनि यति राम्रो रहेछ तपाईँसँग त कलाको खानी रहेछ त तपाईँ यति राम्रोसँग बाँसुरी त्यस्तै बजाउने गाउने त्यस्तै भनेपछि तपाईँ पेसा चाहिँ के गर्नुहुन्छ म गाडी चलाउँछु ड्राइभरिङ काम गर्नुहुन्छ होइन यसो फुर्सद होला अनि बाँसुरी बजाउने गीत गाउने त्यस्तै त्यो चाहिँ आफ्नो सोकिङ होइन हजुर पहिला लाज मान्ने अब लाज मान्नु हुँदो रहेछ भन्ने उसले चाहिँ जे हो नि अब भनेपछि पहिले लाज नमान्ने भए हजुर ड्राइभर होइन यही लाइनतिर लाइन्थ्यो होला है भनौँ अब त्यो के गरिन्थ्यो अहिले चाहिँ त्यो समयले सिकाउँदै गयो होइन त्यही हो आउँदै गयो ठिक छ एकदमै राम्रो ल फेरि अर्को कुनै एउटा मनपर्ने राम्रो गीत सुनौँ ल मनपर्ने भनेपछि दूर डाँडे दाइ नै गाउँ है त दूर डाँडे दाइ माया मार्यो रे भन्देऊ मायालाई सैते दसैँ तुर्लुङकोट मेला तुर्लुङकोट मेला पापिनीको याद आयो यही बेला दुरा डाँडे दाइ दुरा डाँडे दाइ माया मार्यो रे भन्देऊ मायालाई असाध्यै राम्रो है यतिको गाउने मान्छे अहिलेसम्म कहाँ लुकेर बस्नुभएको थियो अब ठिकै छ यत्तिकै गाउँदै जाँदा अगाडि बढ्ने नै हो होइन गर्दै जाँदा हजुर दाइको साथ सपोर्ट पाएँ अथवा माया गरिदिनु भयो भने भनौँ न मन लाखा अझै केही गर्छु भन्ने ठिक छ अलिकति केही खारीमा नि पर्छ होइन बिस्तार जे कुरा पनि समय आउनुपर्छ समय आउनुपर्छ किन भन्दा हुने भयो हिजोका दिनहरूमा नि त यसरी बजाइन्थ्यो गाइन्थ्यो नि त त्यो उसले भएन अब त्यो जे कुरा पनि समय आउनुपर्छ हुन्छ कुनै दिन कोसिस गर्दै जाने हो होइन अन्त अनि अब त्यस्तै अब बाँसुरी सुन्ने कि सुन्ने त के सुनाउनुहुन्छ ल भन्नु म बाँसुरी सुन्दरबार कटेसी कुन्छामा बाँसुरी एकचोटि बजाउँछु नि त ल यो तपाईँलाई सबैले तैँले यो चाहिँ बजाएको राम्रो हुन्छ भन्नुहुन्छ नि त्यस्तो खालको कुनै छ भने बजाउनु न ल यस्तो खालको मैले चाहिँ दुरा डाँडेमै त्यो अहिलेसम्म त्यो कमसेकम 80,000 जति करिब हेरिसक्नु भएको छ त्यो टिकटक होस् फेसबुकतिर नि राम्रै छ भन्नुभयो खुसी लाग्यो माया गरिदिनु भयो ल म एकचोटि सुन्दरबार कटेसी कुन्छामा है त ल
ल हस्त धन्यवाद असाध्यै राम्रो है र सबैजनाले हेरेर होइन यो कलालाई सम्मान गर्नुपर्छ माया गर्नुपर्छ र सबैजनाले के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु होला ताकि होइन यस्तै यस्तै कलाहरू लुकेर बसेका प्रतिभाहरू एउटा जाहेर नगर्ने होइन अभियान हो हाम्रो पनि एउटा त्यो सबैले सपोर्ट गर्नु होला सबैजनाले यसलाई एकदमै सेयर गरेर होइन धेरैसम्म पुर्याइदिनु होला भन्दै होइन उहाँको अब जे होस् यो कलालाई असाध्यै मन परेर यसरी ऊ भयो होइन प्रायः जस्तो लोकगीतै गाउनु लोक दोहोरी पनि गाउँछु मैले राम्रो दोहोरी गाउँछु ठाउँ ठाउँ पऱ्यो भने एकदमै राम्रो दोहोरी नि खेल्नुहुन्छ होइन एकदम दोहोरी पनि गाउँछु भनेपछि त्यस्तो ठाउँ पऱ्यो भने सम्झिँदा हुन्छ एकदम सम्झिँदा हुन्छ एकदम राम्रो सबैजनाले सुन्नुभयो यदि कतै त्यस्तो दोहोरी खेल्ने ठाउँहरू भएछ भने होइन कतै पूजा विवाहहरू केही उसमा दोहोरी गाउनका लागि एउटा जेन्ट्सको आवश्यकता पर्छ भने सम्पर्क गर्न सक्नुहुन्छ होइन लमजुङलाई नै समेटेर हाम्रो नेपाललाई नै समेटेर चाहिँ गाउन सक्छु भनेपछि त्यो किसिमको एउटा कला छ उहाँमा है र सबैजनाले यदि दोहोरी गाउने कतै फिमेल अब छोरी मान्छे हुनुहुन्छ छोरा मान्छे गाउने आवश्यकता परेमा सम्पर्क गर्न सक्नुहुनेछ होइन त्यसको लागि तपाईँ यो डिस्क्रिप्सन तल लिङ्कमा नम्बर राखिदिने छु म र त्यस्तो यदि कतै कुनै कार्यक्रममा हुन्छ नि त्यस्तो छ भने होइन सम्पर्क गर्नु होला र उहाँको कला चाहिँ असाध्यै राम्रो छ ल के भन्न चाहनुहुन्छ अरू केही होइन मलाई हजुरहरूले साथ सपोर्ट गरिदिनु भयो अहिलेसम्म जे हो भने फेसबुकमा टिकटकमा सबैले राम्रो छ भनिदिनु भयो त्यसैले झन् राम्रो छ भनेपछि अलिकति खुसी लाग्दो रहेछ झन् प्रयास गर्न मन लाग्दो रहेछ र अझै पनि माया गरिदिनु होला भन्न चाहन्छु ल यही नै हो है बाँकी के कस्तो लाग्छ लाइक सेयर कमेन्ट गर्दै जानु होला भन्दै आजलाई यो ठाउँबाट बिदा चाहने अनुमति चाहन्छु है हस् नमस्कार